हेलो गाइज, के छ हाल खबर तपाईँहरूको? म फेरि लिएर आइसकेको छु ट्रिग्नोमेट्रीको नयाँ क्वेसन है। अब यो भिडियोमा चाहिँ हामी स्क्रिनमा देखेर यो क्वेसन सल्भ गर्नेछौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर यो क्वेसनमा पनि डबल एङ्गल, मल्टिपल एङ्गल अथवा टु थिटावाला चिज चाहिँ लेफ्ट ह्यान्ड साइडपट्टि छ। सो हामी यसलाई पनि एलएचएसबाटै सल्भ गर्नेछौँ। सो मैले चाहिँ के गरेँ त, एलएचएसको टर्म चाहिँ यहाँ लेखिहालेँ है। एलएचएस के हो भन्नुहोस् त गाइज? एलएचएस हो हाम्रो 1 माइनस साइन टु थिटा बाई 1 प्लस साइन टु थिटा है। अब तपाईँहरू भन्नुहोस् है, हामीले यस्तो एउटा धेरै फर्मुला पढिसकेको छौँ, धेरैचोटि पढिसकेको छौँ एउटा फर्मुला। कुन फर्मुला भन्दाखेरि एउटा साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा इक्वल टु 1 भन्ने है। अर्को के त साइन टु थिटाको फर्मुला। साइन टु थिटाको फर्मुला भन्नुहोस् त गाइज, 2 साइन थिटा डट कस थिटा हो है। यो त तपाईँहरूले धेरैचोटि पढिसक्नुभयो। यो हिसाबमा हामीलाई चाहिने भनेको यो दुईवटा फर्मुला मात्रै हो है। अब ल, जहाँ साइन र कसको कुरा आउँछ है, जहाँनिर साइन कसको कुरा आउँछ त्यहाँनिर मैले के भनेको थिएँ, यदि 1 देख्नुहुन्छ भने त्यहाँ मोस्ट प्रोबेबली के चान्स हुन्छ भन्दाखेरि 1 को साटो है हामीलाई साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा रिप्लेस गर्नुपर्ने हुन्छ है। सो तपाईँहरूलाई यो पहिलाको भिडियो हेर्नुभएको छ भने तपाईँहरूलाई यो कुरा थाहा होला क्या। हामी सबै ठाउँमा जहाँ जहाँ 1 हुन्छ साइन र कसको कुरा हुँदैछ भने त्यहाँ 1 को साटो हामी साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा मस्ट प्रोबेबली हामीलाई रिप्लेस गर्नुपर्ने हुन्छ है। किनभने आफैले एकछिनमा बुझिहाल्नुहुन्छ। किनभने यसलाई यहाँ स्क्वायर छ नि त, राइट ह्यान्ड साइडपट्टि होल स्क्वायरको फर्ममा लानुपर्ने छ। त्यतिखेर यहाँ स्क्वायरहरू हुनु पऱ्यो टर्ममा। हामीलाई मस्ट प्रोबेबली के छ त, चान्स चाहिँ 1 को साटो हामीलाई साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा हाल्नुपर्ने हुन्छ। सो अब यहाँनिर यो 1 को साटो साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा, अनि डिनोमिनेटरमा पनि यो 1 को साटो हामी के गर्छौँ, साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा लेख्छौँ है त। पहिला यसलाई लेखिहालौँ, यो 1लाई 1 को साटो के लेखेँ त, साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा है। यो मैले यो 1 को साटो लेखेँ। अब यो माइनस त लेख्नु पऱ्यो, यहाँ माइनस हालेँ। अब माइनस छ भने है, एकछिन ल, मैले माइनस लेखिहालेँ यहाँ। अब साइन टु थिटा, साइन टु थिटाको साटो के गर्नु पर्यो गाइस भन्नुहोस् त, साइन टु थिटा भनेको 2 साइन थिटा डट कस थिटा हो। अब त्यसो भए यहाँ लेखिहालौँ 2 साइन थिटा डट कस थिटा। अब अहिलेको यो टाइममा तपाईँहरू यो क्लास 10को एसईको विद्यार्थीहरूको लागि यो फोकस गरेर बनाउँदैछु। यो सबै ट्रिग्नोमेट्रिक भिडियोहरू है, सबै प्लेलिस्टमा छ मेरो च्यानलको सबै भिडियोहरू है। तपाईँहरू सबै भिडियो हेर्नुभएको छैन भने मेरो च्यानलको प्लेलिस्टमा गएर हेर्नु होला है त। म सबै लिङ्क डिस्क्रिप्सनमा पनि हालिदिन्छु, माथि आई बटनमा पनि हालिदिन्छु, बुझ्नुभयो नि। सो तपाईँहरूले चाहिँ च्यानल सब्सक्राइब गर्नुभएको छैन भने पनि च्यानल सब्सक्राइब गर्नु होला है त। अनि तपाईँहरूलाई यो अहिले 10 क्लासको लागि बनाएको हो नि त यो सबै भिडियो, एससीको स्टुडेन्टहरूको लागि। र तपाईँहरूलाई त अहिले यति बेलासम्म त तपाईँलाई ए प्लस बी र ए माइनस बी होल स्क्वायरको फर्मुला त थाहा होला। भन्नुहोस् त के हो, ए प्लस बी होल स्क्वायरको फर्मुला के हो भनिदिनुहोस् त ल। यति त थाहा छ होला नि त, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर हो। त्यसरी नै ए माइनस बी होल स्क्वायरको फर्मुला के हो, ए स्क्वायर माइनस 2ab प्लस। यो फर्मुला पढ्दा पढ्दा तपाईँहरू थत्तड भइसक्नु होला क्या गाइज। एकदम क्या पुरै मतलब यो फर्मुला त तपाईँहरूको दिमागमै याद छ होला क्या पुरै। ल, आँखा चिम्लेर पनि भनिदिनुहुन्छ यस्तो छ क्या यो फर्मुला त फेरि। त्यसरी नै अब मुनि हेर्नुहोस् त, यो कहाँ काम लाग्छ अहिले तपाईँहरू आफै पत्ता लगाउनुहुन्छ होला एकछिन यो म गर्दा गर्दै है। यो 1 हेर्नुहोस् त तपाईँहरू, यो 1, यो 1 को साटो के हाल्नु पऱ्यो त्यसो भए हामीलाई, साइन स्क्वायर थिटा प्लस कस स्क्वायर थिटा लेख्नु पऱ्यो है। अब यो प्लस यहाँ लेखिहालेँ, यो जुन प्लस छ यहाँनिर यो लेखिहालेँ। अब यता यहाँनिर प्लस। अब साइन टु थिटा भनेको फेरि के हो भनिहाल्नुहोस्, 2 साइन थिटा डट कस थिटा हो। 2 साइन थिटा डट कस थिटा है। अब हेर्नुहोस्, यो यहीँ हेर्नुहोस् त, यहाँनिर यो साइन थिटालाई ए मान्ने हो भने यो ए स्क्वायर यहाँ माइनस 2ab प्लस यो कस थिटालाई बी स्क्वायर मान्ने हो भने ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायरको फर्ममा छ कि छैन यो पुरै हेर्नुहोस् त। यो यही चिज हो कि होइन गाइज, हेर्नुहोस् त। यदि यस्तो यस्तो फर्मेटमा छ भने कुनै चिज, त्यसलाई हामी यस्तो फर्मेटमा छ भने त्यसलाई हामी के लेख्न सक्छौँ, ए माइनस बीको होल स्क्वायर लेख्न सक्छौँ। हो कि होइन गाइज भन्नुहोस् त, सक्छौँ है हामी। सो त्यसो भए म यो पुरैलाई है साइन थिटा
माइनस कस थिटाको होल स्क्वायर लेख्न सक्छु अभियसली सक्छु। अनि यो डिनोमिनेटरको लागि त्यसरी नै ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायरको फर्ममा छ। त्यसो भए म डिनोमिनेटरको लागि के लेख्न सक्छु ए प्लस बी होल स्क्वायरको फर्ममा लेख्न सक्छु, यानि कि साइन थिटा प्लस कस थिटाको स्क्वायर लेख्न सक्छु है। ओके, अब यहाँ हेर्नुहोस्, अब यो माथि पनि जस्तै कुनै पनि चिज ए स्क्वायर बी स्क्वायर छ भने त्यसलाई म ए बाई बीको पुरैको स्क्वायर लेख्न सक्छु, किनभने पावर सेम छ भने त्यसको बाहिर एउटा पावर लेखेर हामी के गर्न सक्छौँ, त्यसलाई यसरी पनि यो नोटेसनमा पनि हामी लेख्न सक्छौँ है। सो अब यो पुरैलाई म यस्तो लेख्न सकेँ, ठुलो ब्र्याकेट दिएँ बाई साइन थिटा माइनस कस थिटा बाई साइन थिटा प्लस कस थिटा स्क्वायर है। अब यो बाहिरको स्क्वायरलाई यतिकै छोडिदिउँ हामी है। अब भित्रपट्टि जुन टर्महरू छ यो न्युमेरेटर, यो मुनिपट्टिको लागि के भन्छौँ डिनोमिनेटर। यो न्युमेरेटर र डिनोमिनेटरलाई हामीलाई के गर्नु पर्यो त, अब कसरी न कसरी न हामीलाई के गर्नु पर्यो, त्यसलाई चेन्ज गर्नु पर्यो केमा, कट थिटामा चेन्ज गर्नु पर्यो। यहाँ देखाएको जस्तै यहाँ बाहिरपट्टिको यो स्क्वायर आइसक्यो क्या, हाम्रो यो सब भइसक्यो, हामीलाई चाहियो खालि कट थिटा मात्रै चाहियो। ए कट थिटा हुनलाई कस बाई साइन हुनुपर्छ, कस बाई साइन भनेको कट थिटा हो है। यहाँ म लेखिदिइहाल्छु फर्मुला, तपाईँहरूलाई थाहा छैन भने है, अब भनिहालेँ तर पनि यहाँ लेखिदिँदैछु। ओके, सो कट थिटा भनेको कस थिटा भाइ साइन थिटा हो। यो पनि तपाईँहरूले पढिसक्नुभयो होला धेरैचोटि। ओके, ल अब यहाँ हेर्नु साइन छँदैछ, यसलाई जसरी भयो भने यदि मैले के गरेँ भने केमा चेन्ज गर्न सक्यो भने कटमा चेन्ज गर्न सक्यो भने के हुन्छ त, कट थिटा आउँछ। सो कस बाई साइन गऱ्यो भने त आउँछ नि त। सो म के गर्छु भने डिभाइडिङ न्युमेरेटर एन्ड डिनोमिनेटर बाई के गर्दैछु यहाँनिर साइनले, कस बाई साइन चाहियो नि त कट बनाउनलाई, कस बाई साइन चाहियो नि त, कस छँदैछ मुनि साइन चाहियो। सो के गर्नु पर्यो साइन है, साइन स्क्वायर थिटा लेख्नु पर्यो, किनभने यो स्क्वायर भित्र हाल्दैछु नि त है। सो यहाँ स्क्वायर थिटा लेख्यो भने यहाँनिर भित्र स्क्वायर लेख्नु परेन। अब यहाँनिर के छ भने सिधै साइन थिटा मात्रै लेख्यो भने यहाँ के भित्रपट्टि चाहिँ हामीले डिभाइड गर्दैछौँ भनेर बुझ्यो है। कि त यहीँ यसरी गर्नु छ भने तपाईँ यहाँनिर स्क्वायर थिटाले डिभाइड गर्नुपर्छ, ताकि अब यस्तो हुन्छ नि त। सरी, ल हेर्नुहोस् साइन थिटा यहाँ है मैले देखाउँदैछु है, कस थिटाको स्क्वायर छ अरे। अब यहाँनिर चाहिँ के गर्नु पर्यो त, तपाईँले साइन स्क्वायर थिटाले डिभाइड गर्नु पर्यो है। अनि चाहिँ यसलाई अनि फेरि यहाँ मुनि पनि के गर्नु पर्यो, साइन थिटा प्लस कस थिटाको स्क्वायर छ भने यहाँ पनि के गर्नु पर्यो, साइन स्क्वायर थिटाले डिभाइड गर्नु पर्यो। अनि यो पुरैलाई तपाईँ के लेख्न सक्नुहुन्छ, यस्तो क्या, यहाँ माथि साइन थिटा माइनस कस थिटा बाई साइन थिटा अनि फेरि बाई साइन थिटा प्लस कस थिटा बाई साइन थिटाको स्क्वायर यहाँ बाहिर लेख्नु पर्छ। अब सबैमा स्क्वायर छ नि त, यसमा पनि स्क्वायर छ, यसमा पनि स्क्वायर छ, यसमा पनि स्क्वायर छ, यसमा पनि स्क्वायर छ। त्यही भएर सबैको स्क्वायर बाहिरपट्टि गएर यस्तो लेख्न सक्नुहुन्छ नि त फाइनल्ली है। अब त्यही भएर यहाँनिर के गर्नु पर्यो त, हामीले एक्चुअली चाहिँ गर्दै के छौँ भने डिभाइड बाई हामी के गर्दैछौँ भने साइन स्क्वायर थिटाले डिभाइड गर्दैछौँ है। तपाईँलाई लाग्छ होला साइन थिटाले डिभाइड गरेको, तर हामी एक्चुअलमा गर्दै के छौँ भन्दाखेरि हामी साइन स्क्वायर थिटाले डिभाइड गर्दैछौँ है। यो यहाँ भएको टर्महरू मेटाउँ, यसले कन्फ्युजन गर्न सक्छ। सो यसलाई मैले मेटाइहालेँ है। ल अब भन्नुहोस् है, यहाँनिर स्क्वायर थिटा हुन्छ कि साइन थिटा मात्रै हुन्छ भनेर। यहाँ स्क्वायर थिटा हुन्छ, के हुन्छ, साइन स्क्वायर थिटा हुन्छ भाइ साइन स्क्वायर थिटा। त्यसो भए अब यसलाई म डाइरेक्टली त्यस्तो लेख्न सक्छु नि त, अघि देखाएको जस्तो है। के लेख्न सक्छु, साइन थिटा माइनस कस थिटा बाई
साइन थीटा। त्यसो भए स्क्वायर कहाँ गयो त? स्क्वायर त यता बाहिर छ नि त, सबैको स्क्वायर बाहिर लेखेको छु नि त यहाँनिर, त्यही भएर यहाँ स्क्वायर लेखेन है कुनैमा। बुझ्नुभयो नि गाइस? यो ब्राकेट सानो भयो, यसलाई ठुलो बनाउँदैछु। यस्तो पारिदिउँ न ल, बाहिरपट्टि लेखिदिएँ सबैको स्क्वायर। हुन त स्क्वायर थियो, तर त्यो स्क्वायरलाई बाहिर लेखेपछि यहाँ लेख्नु परेन। साइन थीटा प्लस कस थीटा बाई साइन थीटा। अब भन्नुहोस् तपाईँहरू के हुन्छ? बाहिरको स्क्वायर जस्तो कि त्यस्तै साइन थीटा माइनस कस थीटा बाई साइन थीटा। माथिपट्टिको अंश फाँट भयो है, यो के भयो त? यो सबैलाई हामीले डिस्ट्रिब्युट गरिदिउँ, साइन थीटालाई यता पनि उता पनि। यो ठुलो बाई अनि यहाँ साइन थीटा प्लस कस थीटा ए बाई साइन थीटा, यहाँ पनि साइन थीटा। यो बाहिरपट्टिको स्क्वायर जस्तै त्यस्तै। ल अब हेर्नुहोस्, यो कटो कति आयो? 1। यो कटो कति आयो? 1। सो अनि कस बाई साइन भने के भयो? कट थीटा भयो। के भयो? कट थीटा। त्यसो भए यसलाई म लेख्न सक्छु 1 माइनस कट थीटा बाई 1 प्लस कट थीटा को स्क्वायर। अब के बुझ्नु भने नि, ए माइनस बी को स्क्वायर र ए माइनस बी को स्क्वायर र बी माइनस ए को होल स्क्वायर है। ए माइनस बी को होल स्क्वायर र बी माइनस ए को होल स्क्वायर एउटै कुरा हो है। बुझ्नुभयो नि? स्क्वायरमा चाहिँ एउटै कुरा हो, तर ए माइनस बी चाहिँ बी माइनस एसँग बराबर हुँदैन है, यो चाहिँ इक्वल हुँदैन। तर स्क्वायर हुँदाखेरि चाहिँ यो दुइटाको स्क्वायर चाहिँ के हुन्छ त? बराबर हुन्छ। बुझ्नुभयो नि? सो अब यहाँनिर यसलाई त्यसो भए म के लेख्न सक्छु त? माथिपट्टिको कट थीटा माइनस 1, किनभने यहाँ स्क्वायर छ नि त। बुझ्नुभयो नि गाइस? यहाँ के छ त? स्क्वायर छ। अब प्रुभ गर्नुपर्ने के फर्मेटमा छ हामीलाई? कट थीटा माइनस 1 कट थीटा प्लस 1। त्यही भएर यसलाई इन्टरचेन्ज गर्न पाउँछौँ क्या हामी, स्क्वायर छ भने। अहिले मैले भनिहालेँ ए माइनस बी को होल स्क्वायर र बी माइनस ए को होल स्क्वायर एउटै कुरा। अब हामीले प्रुभ गर्नुपर्ने कुरा प्रुभ गरिसक्यौँ। सो आरएचएस हाम्रो के भइसक्यो? प्रुभ भइसक्यो है। सो यो भिडियोलाई यति नै। तपाईँहरूलाई केही क्वेसन छ, केही सजेसन छ भने मुनि कमेन्ट गर्नु होला है। तपाईँहरूलाई भिडियोहरू मन परिरहेछ भने च्यानललाई सब्सक्राइब गर्नु होला अझै भिडियो हेर्नको लागि, अनि साथीहरूलाई पनि भिडियोहरू सेयर गर्नु होला। यति भन्दै म भिडियोलाई यहीँ टुङ्ग्याउँछु। धेरै धेरै धन्यवाद यो भिडियो हेरिदिनको लागि है त। ल गाइज।